भाषण पुऱ्याउनु मैले पनि पुऱ्याउँछु ल ल जोस निकाल्नु पर्यो के त अब ल दाजु है भाइ चाहिँ क्या दाजु है हो टक्क बसेर ल आज हामी चाहिँ फिसिङ आएको होइन धेरै आइयो आजको चाहिँ ल खतरावाला फिसिङवाला जस्तो छ आज हेरौँ कति माछा पर्छ है त गाइस दाना है यता दाना है त्यस्तो निकालियो होइन यहाँ म चाहिँ भिडियो बनाउने काम गरिरहेको छु होइन अब आफूलाई चाहिँ आउँदैन आएको भए त म पनि गर्थ्यो होला लड त छ जोस् जस अब म पनि सिक्दैछु ल भन्नु ल सुन्दै ल खै धागो सिपाही होइन कतिवटा बोल्छु यसमा भने 2 4 5 6वटा हुँदो रहेछ टोटल होइन एउटा चाहिँ यस्तरी है मैले चाहिँ माछा मार्नलाई जुप्पा यो दाना कसरी हाल्ने भनेर सिकाउँदैछु है कति सेकेन्डको बनाऊँ भिडियो सेकेन्डको नै मिनेटको बनाउनु कति मिनेटको 9 मिनेटको बनाउनु यो चाहिँ टक्कै हो यता यहाँ फोकस गर ल गरेछु ल यो चाहिँ यस्तरी भित्र पर्नु पर्यो ल ल यो ढाकिनु पर्यो पलाएर ए दाग्यो भने चाहिँ के हुन्छ दाइ यो माछाले यो देख्यो भने ए पर्दैन के ए मान्छेलाई ढाक्नुपर्छ होइन पर्यो नि त यस्तै होइन र ट्याक्कै बिचबाट निक्लिनुपर्छ यसमा पनि फेरि अर्को पनि हुन्छ यो यसमा भएको यिनीहरू काँटाहरू फेरि यो डल्लोमा गराएर हुनुपर्छ यस्तरी यो यतापट्टि फर्काएर होइन यतापट्टि फर्काएर ट्याक्कै भित्र यस्तरी गाड्नु पऱ्यो ट्याक्क सबैलाई नदेखिन तर्काले नदेखिन तरिकाले एउटामा त खान्छ नि यत्रो 6वटामा त मेरो भाइ हाल्यो ल यो चाहिँ गौरीघाट है यो चाहिँ गौरीघाट हेर्न घाम कस्तो मजाले देखिरहेको कि साथीहरू हेर्नु त घाम हेर्नु न घाम अनि यहाँ हुनुहुन्छ रेडी गर्दैछ अनि हाम्रो सुजन दाइ चाहिँ धागो मिलाउँदैछन् अनि अरू केही भन्नु ह दाइ अरू केही सिकाइदिनु न टक्क लगाएर यो यस्तरी भएन यो दानामा पनि अब के हाल्नुपर्छ भन्ने कुरा नि आयो नि त फेरि दाना बनाउनु नि त जान्नु पऱ्यो त्यसै माछा त पर्दैन दाना बिना त यो दानामा चाहिँ यो चाहिँ अलि पुरानो दाना हो अब 1-2 दिन राख्यो भने अब हल्का फर्मेन्टेसन भयो भने लागिहाल्छ अझै त्यसमा चाहिँ कुखुराको दाना मैदा अनि ब्रेड अनि अरू अन्डा यिनी हाल्नुपर्छ खोलाएर पानीले कस्तो हल्ला गयो त्यसलाई